सानी सानी तिमी स्कुल नगएको काका छैन मलाई स्कुलमा हालेको छैन दिदीले त स्कुल हाल्दिन अलिक मिठा म त हाल्दिन ल हुन्छ आन्टी हजुर भाडा माग्दै हुनुहुन्छ म सघाइदिउँ पर्दैन म मागिहाल्छु नि सुन्नु न दिदी आन्टी हजुर दिदीहरू त काम गरेर खाना कस्तो रहेछ न यति सानालाई पनि काम लगाएर बिचरा यति साना छन् अब यसो गर्नु पर्यो यही बस्नको लागि हामी त अब दिदीहरूले काम लगाउनु भयो अब बुन्द्रामा त सहर जान्छौँ अनि सहरमा गएर त के गर्ने तारा छ सहरमा गएर म काम खोज्छु भेटिएन भए पनि म बुनिनीलाई मागेर भए पनि खुवाउँछु पढाउँछु अनि तिमी यति सानी छौ अनि तिमीलाई काम दिन्छन् त मान्छेले वहाँ सहरमा दिन्छन् होला बाबा मम्मी आउनु नि बस्नु नि तारा छ बरु के गर्नु आन्टी मम्मी बाबा पनि विदेशमा हुनुहुन्छ बुनीलाई मैले नै सम्हाल्नु छ बुनीको जिम्मेवार मलाई नै सहनु छ के गर्नु मम्मी आउनुहुन्छ होला नि त अनि बाबा मम्मी आएपछि त राम्रो भइहाल्छ नि तिमीलाई हुन त हो आन्टी तर धेरै गाह्रो हुँदैछ म सानै छु बहिनी सानै छ काम पनि कसैले दिँदैनन् अस्ति पनि ब्रेड मात्रै खाएर सुतेको हामी त्यो पनि एकजना दिदीले दिनु भएर खाएर सुतेको के छ नि त अहिले दुःख गर न पछि सुख हुन्छ नि त दुःख पछिको सुख राम्रो हुन्छ आन्टी एकछिन ल हामी सामुसँग खेल्छौँ ल ल लु जाऊ खेल पानी पनि जाऊ बाई बाई सामु जाउँ खेल्दा हुन्छ कहाँ जाने खेल्न तल जाउँ न हाम्रो लुकुडुम खेलौँ ल सहरमा पनि कोही खेल्ने साथी छैन बुइन र म मात्रै हो तिमी यहीँ बस न सधैँभरि यही खेल्दै बस्नु यहीँ बस न